नमस्कार सम्पूर्णमा म सञ्चालन मगर। आज म तपाईँहरूलाई एउटा एकदमै प्रेरणादायक कथाहरू भन्न गइरहेको छु। यो कथा एउटा गरिब मान्छेको हो जुन यस प्रकार छन्। यो कथा हो एउटा सानो गाउँको जहाँ बस्थ्यो 14 वर्षको छोरा, नाम थियो सन्देश। गरिब परिवार, बुवा विदेशमा, आमा घरमा सुई पात पारेर कमाउने। सन्देश पढाइमा कमजोर तर उसको मन धेरै ठुलो थियो। आमा बिहान उठ्थिन्, भाँडा धुन्थिन्, कपडा धुन्थिन् अनि स्थानीय पसलमा काम गर्थिन्। आफ्नो छोराको सपनालाई पुरा गर्न उनी कहिले गुनासो गरिनन्। सन्देश छिटो खाऊ, स्कुल खुल्ने बेला भयो। अनि छोराले भन्थे, थाहा छ नि आमा, किन बारम्बार भन्नुपर्छ? अनि फेरि भन्नुहुन्छ। सन्देशले यसै तरिकाले हरेक दिन आमाप्रति खिन्नता देखाउँथ्यो। स्कुलमा सन्देशलाई साथीहरूले हेरेका गर्थे किनकि उसँग राम्रो कपडा थिएन। ऊ रिसाउँथ्यो। घर आएर आफ्नो रिस आमामाथि झार्थ्यो। आमाले भन्नुहुन्थ्यो, के भयो बाबु? छोराले रिसाएर भन्छ कि कसैलाई फर्काएर उत्तर दिन सक्दैनौ तिमी? बुवा विदेशमा, घर पनि बिग्रेको, के फाइदा यस्तो जीवनको? आमाका आँखामा आँसु भरियो तर मुखमा हाँसो थियो किनकि आमा बच्चाले केही भन्नु ठिकभन्दा बढी सहन्थिन्। त्यो रात बुवाले विदेशबाट पत्र पठाए। सन्देश सुन, तिमी स्कुल राम्ररी पढ, जीवनमा हार नमान। आमा तिम्रो लागि आफूलाई ठकाइ तान्छन्। मेरी बचत सकिँदैछ, एक दिन फर्किन्छु, परिवारको आश बन्नुपर्छ। सन्देश पहिलो पटक मौन भयो। अर्को बिहान आमालाई चक्कर आयो। काम जाँदा जाँदै उनी बाटोमा ढलिन्। गाउँलेहरूले अस्पताल लए। डाक्टर भन्नुहुन्छ, रात दिन काम, खाना धेरै कम, यिनलाई आराम चाहिन्छ। सन्देशको मन भत्कियो। ऊ पहिलो पटक जीवनको वास्तविकता बुझ्यो। त्यसपछि सन्देश बदलियो। ऊ पढाइमा ध्यान दिन थाल्यो, घरमा आमालाई काममा मद्दत गर्न थाल्यो। जब साथीहरूले हेला गर्थे ऊ शान्त रहन्थ्यो। आमाले भन्नुहुन्थ्यो, मेरो छोरा ठुलो हुँदैछ। वर्षौपछि सन्देश राम्रो नोकरीमा पुग्यो। बुवा पनि फर्किए। परिवारको सपना पुरा भयो। बुवाले भन्नुहुन्छ, यो सबै आमाको त्याग र सन्देशको बुझाइको कारण सम्भव भयो। जीवनमा कहिलेकाहीँ हामीले धेरै धेरै बुझ्छौँ। हामीलाई माया गर्ने, हाम्रो लागि पीडा सहनेहरू नै सबभन्दा ठुलो पहाड हुन्। आमा बुवाको माया कति गहिरो हुन्छ त्यो तब मात्र थाहा हुन्छ जब जिम्मेवारीको भार आफैले बोक्नुपर्छ। सफल हुनु अघि बुझ्ने मान्छे बन्न सकियो भने जीवन आफै बदलिन्छ। यदि तपाईँहरूलाई यो कथा मन पर्यो भने अवश्य पनि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै म यहाँदेखि बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।